YouTube family, what's up everyone? Welcome back to my new vlog. मेरो नाम चाहिँ आर्सन किराती अनि यहाँलाई मेरो भ्लगमा धेरै धेरै स्वागत छ। सो गाइस, आजको हाम्रो कन्टेन्ट अब एकजना ब्रोले मलाई कमेन्ट गर्नु भएको थियो हैन, माथि कमेन्ट हेर्नु अनि ब्रो यो कन्टेन्टले त 10 वर्षमा पनि पुग्दैन अनि म कन्टेन्ट खोज्दा खोज्दा 10-12 दिन गयो गाइस, कसम। अब के कन्टेन्ट ल्याउने हैन, दर्शकलाई त अलि रमाइलो हुनु पर्यो नि त। अनि कन्टेन्ट खोज्दा खोज्दा थाके अनि आज दुईटा कन्टेन्ट पाएछु अनि कन्टेन्ट नभने एउटा अब राम्रै भन्न हैन, रेस भइरहेछ यहाँ ललितपुरमा के अरे तल स्विमिङ पुलमा रेस भइरहेछ। अनि त्यहाँ हामी जान्छौँ अनि त्यहाँ राइडरहरूसँग हामी भेट्छौँ हैन। अनि धेरै साथीहरू छन्, अब को पार्टिसिपेट गरिरहेछ त्यो चाहिँ मलाई थाहा छैन। अनि त्यसपछि हामी चिनोको सोरुममा जानेछौँ किनकि मेरो बुढीलाई दसैँ लागिरहेछ भनेको अफर कपडाको अफर लागिरहेछ अरे। अनि त्यहाँ हामी चिनोमा जान्छौँ अनि के रहेछ त्यो चिनोको सामान, चिनोदेखि लिएको कपडा कति समय ड्युरेबल हुन्छ त्यो पनि हामी हेर्नेवाला छौँ। सो गाइस त्यही हो। अनि भ्लगलाई हेरिसकेपछि यसो लाइक चाहिँ गर्ने गरौँ क्या, अनि मजा आउँछ हामीलाई पनि बनाउन, ओके। सो गाइस अनि भ्लग हेरिसकेपछि यसो लाइक गर्न चाहिँ नबिर्सौँ होइन। हाम्रो गिभ चाहिँ कन्टिन्यू हुनेवाला छ। म यो अन्तिमसम्म मेरो जतिखेरसम्म मेरो बाइक दिदिनँ म अरूलाई तबसम्म म गिभ मेरो बुढीको हात थाकिसक्यो क्या। सो त्यही हो। अनि भ्लगलाई हेरिसकेपछि यसो लाइक गर्ने गरौँ, राम्रो नराम्रो जे कस्तो लाग्छ सजेसन भनेको कमेन्ट गरौँ है त। अनि लाइक गर अनि सब्सक्राइब गर्न नबिर्सौँ। सो हामी हिँडिहाल्यौँ है त। See you guys there. Hey, I ready, you ready, same, okay? Go, here we go. So guys, आज चाहिँ त्यही हो। अनि सबैजनाले राम्रो कन्टेन्ट ल्याउनु पर्यो दाइ भनेर भनिरहेको छन् होइन भाइहरूले पनि। बस्छा अन्त उपर झन् बाटोमा कस्तो महँगो जाँदा एमालेहरू। त्यही हो दाइ, राम्रो कन्टेन्ट ल्याउनु पर्यो भनिरहेको छ भाइहरूले होइन। अनि कन्टेन्ट खोज्दा खोज्दा 12-15 दिन बित्यो दाइ, अब त्यस्तै भयो होइन। अनि आज चाहिँ यामाले स्पोन्सर गरेको बाइक रेसिङ छ, 150 सेकेन्डको बाइकहरू जाउँ त्यहाँ होइन, को भेट हुन्छ के हुन्छ कतिको रमाइलो हुन्छ अनि त्यही भ्लग पनि बनाउनु है त। गर्न पनि गाह्रो छ केटा, तेल लाउनै पऱ्यो, हिँड्नै पऱ्यो, खानै पऱ्यो। एउटा जँडियाले जति नै खान्छ मेरो बाइकले तेल, जँडियाले जाँड खाए जति नै। टपुरको भन्दा पनि यो रोड चाहिँ खत्रै लाग्छ है, विदेशकै जस्तो छ नि। तिमी विदेश भन्छौ नि बुढी, यही हेर विदेश यस्तै हुन्छ क्या, यस्तै हुन्छ। कस्तो 4 लेनको रोड यहाँ दामी देखिरहेको छ छैन त। ठ्याक्क उठो ठुल्ठुलो घर पनि विदेश जस्तै, यो पनि विदेश जस्तै अब। चिन्न मिल्छ? टिकट 250 टिकट। भाइको पावर लाएर छिर्नु भनेको हो, अगाडि पढाइ guys, we reached the location. कन्टेन्ट खोज्दै खोज्दै म यहाँ आइपुगेँ। कन्टेन्ट भएन भने होइन, अब चाहिँ हेर्नु पर्यो। कस्तो बब्बल देखेको फोनमा त। Now we are going. Let's begin the race. Semi-finals को लागि हामी राइड चाहिँ सुरु भइसकेको छ। It's not about gender or competition, guys. यहाँ नजिकै आर्मी क्याम्प छ क्या, अनि त्यही भएर हामी Passion for their dream and for the ultimate race happening here today.
स्पिड क्या हाँ इन्जरी भयो त्यो है चल्नै सकिरहेको छैन सो एकजना चाहिँ एकदम नराम्रो तरिकाले इन्जरी भएको छ अनि इमर्जेन्सीको लागि चाहिँ आइसकेको छ होइन अहिले इमर्जेन्सीको लागि होइन पुरा बेहोसै भइसकेको छ क्या घाम पनि चर्को भइरहेछ होइन रमाइलो भइरहेछ अब दबाई चाहिँ जानुपर्छ होला है हामी नसकिने होइन एकदम गर्मी भइरहेको छ क्या बाहिरपट्टि अल्छी लाग्यो भने चाहिँ कन्टिन्यू नै भइरहेछ अब हामीलाई अलिकति अन्त पनि जानुपर्ने भएकोले हामी यहाँ निस्किँदैछौँ कि हेर्ने बेबी जाने गो यतिको त कसम भने हान्छु त्रिशुलीको किनारमा 70 को स्पिडमा टर्निङ काट्ने मान्छे पत्या तिमीलाई सिधा चाहिँदैन उसलाई कोल्टे पाल्टे चाहिँदैन हुँदैन होइन सिधा भयो तिमीले जित्छ होला होइन सिधा ठुलो हुनु पऱ्यो होइन 4 लेनको रोड सिधा हुनु पऱ्यो होइन अब आज यति धेरै यहाँ बाइकहरू आएर रहेछ कतिपय मान्छे अब टिकट दिनु पर्दैन अब स्ट्यान्ड टिकट दियो भने फेरि भरे उनीहरूले यता टिकट दिएर पैसा कमाइ हाल्छ त्यहाँ टिकट दिनु आमामा आज यति धेरै मान्छे आएर चाहिँ कतिपयलाई थाहै थिएन कतिपयलाई थाहै थिएन होला चाहिँ आज पैसा दिनुपर्छ भनेर त्यही भएर पाइहाल्यो भने आज त दिनभरि हो नि त एकचोटि टिकट काटेपछि छ टिकटहरू सब मान्छेले आमामा यहाँ यतिवटा बाइकहरू छ कि त्यसको लागि त यताबाट खिच्नु पर्यो नि यतापट्टि बसेर ल यतापट्टि बस्छु यतापट्टि बस्छ नि त बबाल स्विमिङ पुल खतरामा छ खोजाको फोटो लगाइदिनु फोटो लगाइदिनु फेरि गर्न चाहिँ आउनु मिल्छ नि ब्रदर मिल्छ ओके थ्याङ्क यू आउँछ के आउनु कहाँ हो कता हो त्यो साथा ब्याङ्क भनेको ब्याङ्क भनेको कता हो सोह्रखुट्टे नयाँ बजार भनेपछि त्यहाँ गएपछि थाहा भइहाल्छ लोकेसन अब हामी चाहिँ निस्किनुपर्छ थोरै कामले गर्दाखेरि अनि हप्ताको अब अरू काम पनि छ पसलमा पनि निस्किनुपर्छ ल निस्किनु रेस चाहिँ एकदम बवाल भइरहेछ अनि अल द बेस्ट सुरक्षा बहिनी म चाहिँ चिनेको चाहिँ सुरक्षा बहिनीलाई मात्रै हो अनि राजकुमार कार्की होइन पहिला नाम सोधिरहन्थ्यो म चाहिँ 2 जना मात्रै अनेस्टली दिन्छु अनि दुवैजना चाहिँ अल द बेस्ट अब हामी चाहिँ लाग्यौँ हाम्रो काम छ
नि यार बुढी मान्छेको छेउमा कतै बाहिर गयो भने पेट देखाएछ छैन पेट थपै देखाएको छैन अलि ऊ उठ त उठन देखा न उठ यो के यतिको पेट त बस्दाखेरि सबैको पेट आउँछ क्या उठ्दैन ल आउँदैन छैन यस्तो के खाएर यस्तो एक्सर्साइज नगरी हुँदैन एक्सर्साइज नगरिकन हुन्छ अब एक्सर्साइज यसरी घटाएर यसरी फुलाउनुपर्छ ल ठिक छ अरू केही भन्नु छ आज कस्तो लाग्यो त आज मलाई एकदमै चक्कर लाग्यो त्यो हो मेरो यस्तो माथा दुखिरहेछ आज हमको बहुत ज्यादा टर्चर हो गए टर्चर नहीं वो भीड़ पर जाकर भीड़ लगे हुन्छ भिड़े हुन्छ है उस भीड़ पर जाकर हमारा दिमाग खराब हो गया अभी भी हमारे दिमाग पर दर्द कर रहा है आज चाहिँ फन भयो हैन अनि साच्चै अब एउटा ब्लगरको लागि एउटा राम्रो कन्टेन्ट हुनु पनि जरुरी छ हैन त्यो चाहिँ मैले बुझाएको छु बद्दैन अब त्यो अब कहिलेकाहीँ मिल्दैन पनि हैन त सो आज चाहिँ अनि मलाई चाहिँ साथीहरूले चाहिँ ल त्यहाँ रेस हुँदैछ भनेपछि हामी रेसमा गयौँ होइन तपाईँहरूलाई हामीले रेस पनि देखाल्यौँ होइन एकजना भाइको एकदम नराम्रो तरिकाले इन्जरी पनि भयो होइन अनि गेट विल्सन भन्छु म भाइलाई पनि अनि त्यसपछि त्यही हो अनि आज फन भयो अनि भर्खर एडिट हुँदैछ होइन भर्खर एडिट गर्दैछु सो आज फाइनल रातको 2 बज्न लाग्यो होइन अनि एडिट सकिन लाग्यो अनि भोलि चाहिँ यो भिडियो आउनेवाला छ सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज अनि जतिजना नहुन्छ यसो लाइक अनि कमेन्ट गर्न पनि नबिर्सिनु होला है त अनि सब्सक्राइब त बिर्सिनै भएन होइन बाइक चलाउने भने सब्सक्राइब बिर्सिनु भएन भोलिको दिन ड्याङ्गै 11 लाख बाइक पर्दा तपाईँ डम्म सपना जस्तो पनि हुनसक्छ तर त्यो सपना विपना हुनसक्छ है त सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ